नमस्कार। आज हामी एउटा निकै रमाइलो स्रोतमा अलिकति गहिरिएर हेर्दैछौँ। नमस्ते। हो, त्यो रोनाल्डो और मेस्सी मैदान पर बातचीत भन्ने आउँछ हैन त? हो, त्यही। यो क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी बीचको एउटा काल्पनिक हल्का रमाइलो कुराकानी हो। कल्पनामा आधारित। कल्पना गरौँ न, खेलको 60औं मिनेट, स्कोर 1-1 अनि एकछिन ब्रेक हुँदा उनीहरू मैदानमै गफ गर्दैछन्। माहौल पक्कै तनावपूर्ण होला, तर त्यहाँ सम्मान पनि छ भनिएको छ। हो, हाम्रो उद्देश्य चाहिँ यो काल्पनिक संवादलाई अलिक केलाएर हेर्ने हो। उनीहरूको त्यो प्रतिद्वन्दिता र आपसी सम्मानबारे केही रोचक कुराहरू निकाल्न सकिन्छ कि भनेर। ठिक छ, कहाँबाट सुरु गर्ने त? रोनाल्डोले मेस्सीलाई भनेको एउटा वाक्यबाट सुरु गरौँ न। उसले भन्छ, अझै पनि डिफेन्डरहरूलाई गायब बनाइरहेका छौ, हँ? तिमी त एक दिन पनि बुढो भएको छैनौ। ए, यो सुरुवातले नै संवादको त्यो अनौपचारिक पारा र एक किसिमको सम्मानलाई देखाइहाल्छ नि। हो नि। यो सामान्य गफ मात्रै होइन, यसले फ्यानहरूको त्यो एउटा कल्पनालाई छुन्छ क्या। मैदान बाहिर पनि उनीहरू एकअर्काको सिपको कदर गर्छन् होला भन्ने सोच। हो, अनि मेस्सीको जवाफ पनि कडा छ। उसले रोनाल्डोको शरीरमाथि टिप्पणी गर्छ, त्यो थपिएको मांसपेशी बाहेक आजकल बल उचालिरहेका छौ कि जिम? रमाइलो छ। अनि फेरि रोनाल्डोले पनि मेस्सीको त्यो कम दौड्ने तर जादुई खेल शैलीको कुरा जिक्छन्। यो त मित्रवत घोचपेच जस्तो भयो, होइन त? त्यस्तै, एकअर्काको शक्तिलाई नै रमाइलो पाराले उडाएको जस्तो हो। यहाँ महत्त्वपूर्ण कुरा के हो भने नि, यो संवादले के देखाउँछ भने यति कडा प्रतिद्वन्दी भए पनि एकअर्काको त्यो अद्वितीय क्षमतालाई स्वीकार्ने ठाउँ हुन सक्छ। जस्तो रोनाल्डोको त्यो शारीरिक बल, हेडिङ क्षमता अनि फेरि मेस्सीको त्यो कसैले नसक्ने ड्रिब्लिङ, दुवैको कुरा छ, सम्मानपूर्वक तर रमाइलो पारामा। हो, ठीक हो। यसले फ्यानहरूले उनीहरूबीच हेर्न चाहेको त्यो एउटा आदर्श सम्बन्धको झलक दिन्छ क्या। प्रतिस्पर्धा छ तर व्यक्तिगत तहमा आदर पनि छ भन्ने खालको। अनि यो आपसी सम्मान उनीहरूको खेल शैली र गोल पछिको त्यो सेलिब्रेसनको तरिका बारेको ठट्ठामा पनि देखिन्छ नि। त्यो कंगारुवाला कुरा हो। मेस्सीले रोनाल्डोको उफ्राईलाई लिएर ठट्टा गर्छन्, तिम्रो उफ्राई कि तिमीमा कंगारुको अंश छ। अनि रोनाल्डोले आफ्नो हेडिङ क्षमतामा गर्व गर्ने र मेस्सीको सामान्य गोल उत्सवको तुलनामा आफ्नोलाई नाच भन्ने। वास्तवमा यी तत्त्वहरू जस्तो रोनाल्डोको उफ्राई, त्यो सिउ सेलिब्रेसन अनि मेस्सीको अलि शान्त तर उस्तै प्रभावकारी खेल, यो सबै त उनीहरूको सार्वजनिक छवि, उनीहरूको ब्रान्डकै हिस्सा बनेको छ नि। हो त। यो काल्पनिक संवादले यिनै वास्तविक कुराहरूलाई समातेर रमाइलो बनाएको छ। त्यसैले फ्यानहरूलाई यो अझ विश्वसनीय, अझै आकर्षक लाग्छ होला। यो खेलाडीको मात्र कुरा भएन, उनीहरूको त्यो पब्लिक पर्सोनाको पनि चित्रण भयो। हो, बिल्कुल। संवादमा एउटा अलि मार्मिक क्षण पनि छ क्यारे, जब एकजना युवा खेलाडीले उनीहरूलाई एकदम श्रद्धाले हेरिरहेको देख्छन्। त्यो थियो। रोनाल्डोले काने खुसी गर्छन्, हेर त त्यो केटोले हामीलाई सुपर हिरो जस्तो हेरिराखेको छ। यो सुपर हिरो भन्ने शब्दले के अर्थ राख्छ होला यहाँ? त्यो सुपर हिरो टिप्पणी अलिक गहिरो छ जस्तो लाग्छ मलाई। यसले के देखाउँछ भने यी खेलाडीहरूले आफ्नो खेलबाट कस्तो प्रभाव पार्छन् अनि उनीहरूमाथि कस्तो जिम्मेवारी छ भन्ने फ्यानहरूको धारणा। यो केवल खेल जित्नु मात्र होइन क्या, अर्को पुस्तालाई प्रेरित गर्नु पनि हो। अनि संवादमा उनीहरूले त्यो फ्यानका लागि अविस्मरणीय खेल खेल्ने अठोट गर्छन् नि। त्यसले उनीहरूको त्यो महानताको काल्पनिक चित्रणलाई अझ बलियो बनाउँछ। मतलब उनीहरू आफ्नो प्रभावबारे सचेत छन् भन्ने देखाउँछ। अनि अन्त्यतिर फेरि उही रमाइलो घोचपेच, मेस्सीले रोनाल्डोलाई क्याप्टेन कंगारू भन्छन्। अनि उनीहरू मुट्ठी ठोक्काएर फिस्ट बम्प गरेर आफ्नो ठाउँमा लाग्छन्। हो, त्यो अन्तिम फिस्ट बम्पले पुरै संवादको सारलाई समात्छ जस्तो लाग्छ। त्यो कडा प्रतिस्पर्धा र त्यो अनौठो किसिमको मित्रता वा सम्मानको मिश्रण हो नि। त्यो क्षणले देखाउँछ कि एकदमै चरम प्रतिद्वन्दिताको बीचमा पनि एक किसिमको मानवीय सम्बन्ध, अलिकति हल्का रमाइलोपन सम्भव छ भन्ने फ्यानहरूको कल्पना कति बलियो रहेछ। त्यसो भए यो काल्पनिक कुराकानीको यो हाम्रो सानो विश्लेषणबाट हामीले के बुझ्यौं त? मलाई लाग्छ यसले संसारले देख्ने गरेको त्यो उनीहरूको कडा प्रतिस्पर्धा पछाडि एउटा मानवीय पक्ष पनि छ भन्ने कल्पनालाई बल दिन्छ। त्यो त हो। यो संवादले उनीहरूलाई केवल प्रतिद्वन्दी मात्र होइन कि
एक अर्काको त्यो असाधारण क्षमताको कदर गर्ने समकालीन महान खेलाडीको रूपमा पनि देखाउँछ। अब यो कल्पनामै किन नहोस्। एकदम सही भन्नुभयो। र अब श्रोताहरूलाई एउटा सानो प्रश्न छोडेर जाउँ न त। हुन्छ। यदि विश्व फुटबलका यी दुई महान हस्तीहरूले काल्पनिक रूपमा निसै मैदानको बीचमा यस्तो सम्मानजनक र रमाइलो क्षण बाँड्न सक्छन् भने यसले उच्च स्तरीय प्रतिस्पर्धामा प्रतिद्वन्दिता र आपसी सम्मानको सम्भावनाबारे फुटबलभन्दा बाहिर अरू क्षेत्रमा चाहिँ के सङ्केत गर्ला? यो विचार गर्न लायक प्रश्न हो।